हेलो गाइस, आज हामी के गर्दैछौँ थाहा छ? आज के गर्दैछौँ भन्दा श्रुति र म भएर ब्लाइन्ड डेटमा हामी इन्ट्री गरिसके पछाडिका केही कुराहरू हामी सेयर गर्दैछौँ। तिमी ब्लाइन्ड डेटमा चाहिँ जस्तै अब के पार्टनरै खोज्न आएको थियो कि अथवा जस्ट एउटा चाहिँ ल गइदिउँ त भनेर आएको थियो कि होइन, एउटा पपुलारिटीको हिसाबले मात्रै आएको थियो के हिसाबले आएको थियो एकचोटि मलाई भनेर सोध्छु ल तिमीलाई। यस्तो के खासमा के भन्दाखेरि चाहिँ लाइक मेरो पास्ट रिलेसन ब्रेक भएको थुप्रै वर्ष भइसक्यो होइन। अनि आई वाज लाइक बिजी के त्यो बेला होइन, लास्टै धेरै बिजी भएर आफूलाई टाइम पनि दिन पाएन। अनि त्यसपछि लाइफमा यस्तो कोही मान्छे थिएन कि जसले अब फ्यामिली त होसिन्छ होइन, तर पनि फ्यामिली बाहेक चाहिँ कोही पनि त्यस्तो थिएन कि जसले मलाई बुझिदियोस् अनि लाइक म छु नि त यस्तो गर न त भनेर लाइक मेरो ब्याक सपोर्ट हुन्छ नि, त्यस्तो मान्छे मेरो लाइफमै थिएन कि। अनि ठ्याक्क ब्लाइन्ड डेटको अडिसनको त्यो देखेँ होइन, अनि अडिसन दिन गएँ, सिलेक्ट पनि भयो। म खासमा गएको नै पार्टनर खोज्न गएको, बिहे नै गर्छु भनेर गएको मान्छे हो म। अडिसनमा चाहिँ पास गरेँ होइन त? अडिसन मैले नै अडिसनै दिएको साथीहरू है। अब ब्लाइन्ड डेटमा जान त्यति सजिलो छैन क्या, मान्छेले भन्छ गाह्रो छ गाइजहरू। मैले 3 दिन 4 दिन त म अडिसनमा गएको, आज गए पनि म रिजल्ट 3 दिन धाएँ गाइज, 4 दिनमा बल्ल म फाइनलमा चाहिँ मलाई चाहिँ ब्लाइन्ड म्यानेजमेन्ट टिमले ओके भन्ने गरेको हो। त्यति सजिलो छैन साथीहरू। अब उसले कति केटाकेटी आइरहन्छ, सबैलाई एउटा इन्ट्रेस्ट हुन्छ नि त आउँ भन्ने होइन, मान्छेले सोध्छ है के भन्छ होइन, तर ब्लाइन्ड डेटमा आउन पनि त्यति सजिलो छैन क्या। त्यही भएर चाहिँ अडिसन पास गर्नुपर्छ। धेरैजना साथीहरूले सोध्नुहुन्थ्यो, मैले यो भ्लगबाट भन्छु अडिसन पास गर्नुपर्छ। तपाईँको हातमा हुँदैन, अब चाहिँ टिमको हातमा हुन्छ, म्यानेजमेन्ट टिमको हातमा हुन्छ सबै। अनि के अरे भनेपछि ब्लाइन्ड डेटमा आएर तिमीले अब चाहिँ जस एउटा पार्टनरको खोजीमा आएको थियो अनि तिमीले पार्टनर पायौ? पाएँ, तर यस्तो थियो कि सुरुमा चाहिँ मेरो त्यो डेट चाहिँ दिप्लबसँग भएको थियो नि त, फर्स्ट डेट मेरो। अनि दिप्लब भाइ अनि त्यसपछिबाट दिप्लबसँग डेट हुँदाखेरि चाहिँ लाइक मलाई चाहिँ के भएको थियो भने चाहिँ उसले मलाई फर्स्ट डेटमै यति स्पेसल फिल गराएको थियो कि मलाई लागिरहेको थियो कि उनी हो अब मेरो टाइपको भएको थियो। अनि पछि उसको अब मुस्कानसँग यताउति कुराहरू देख्यो गरेँ, अनि त्यसपछि अनि मेरो लाइक ब्रेकअप भयो नि त। त्यसपछि मैले सोचेको पनि थिएन मैले यो ब्लाइन्ड डेटमा कोही पाउँछु भनेर कि, तपाईँ र मेरो त क्रमै मिल्थेन झन्। अनि यस्तो हुन्छ भनेर सोचेको पनि थिएन कि मैले हामी दुईजना सँगै हुन्छ भनेर। यो मान्छेको त मुखै कहिले हेर्न नपरोस् जस्तो हुन्थ्यो कि यो मान्छेको मुखै हेर्न नपरोस् जस्तो। अनि सुन्छु न मेरो कुरा, यो मान्छेको मुखै हेर्नु नपरोस् जस्तो हुन्थ्यो। अहिले चाहिँ कहिले मुख हेर्नु, सधैँभरि मुख हेर्न परोस् मलाई जस्तो फिल हुन्छ क्या अहिले गाइस होइन। मलाई उसले मुखै हेर्न पर्छ भनेको ह्याथ्रु गर्छु भने सुन्छु ह्याथ्रु गर्छु भने यस्तो अर्थ हो नि त। अहिले मुख नहेरिसक्नु बस्न नसक्नु, हेर्नु त गाइस अब कति डिफ्रेन्ट हुन्छ। यो के को लागि थाहा छ? माया गाइस, दिस इज कल लभ। अब ब्लाइन्ड यस्तो ब्लाइन्ड के छ, तपाईको इङ्ग्लिस सुध्रिन थालेको मसँग बसी अब सुन, अब मुस्कानको कुरा त नभए होइन, फेरि अब के भन्ला होइन, उसको कपल्स भइसक्यो। पहिला मुस्कानसँग थियो, मुस्कानले नि आफ्नो पारा देखायो होइन। अब जस केटीहरूसँग राम्रै राम्रै डेटहरू भयो, त्यस्तो सबैसँग पोजिटिभ जस्तो चाहिँ भयो, तर कोहीसँग त्यस्तो चाहिँ भएन। तर पछि आएर चाहिँ तिमीसँग अब राम्रो डेट भयो होइन। त्यसपछि अब दर्शकहरूले सबैजना साथीहरूले चाहिँ पनि हामीलाई हाम्रो माया प्रेमलाई एक्सेप्ट गरिदिनु भएको छ होइन, हाम्रो कपासलाई मन बनाइदिनु भएको हो नि त सबैजनाले चाहिँ। अब चाहिँ ह्यान्सी सुर्ती भन्ने खान अब ह्यान्सी चाहिँ यही हो गाइज। म अनुमा त देखिहाल्नु गयो, आफ्नो बिल्ला आफ्नो गर्ने बानी छ मेरो। ठुलो मान्छेको बन्दिनँ, ह्यान्डसमै छु तर मनको छालापट्टि नजानु। छाला त कालो ब्ल्याक अफकोर्स मेरो जस्तो कालो भन्छ। अब फेरि जस्तो कालो भयो मान्छे जस्तो सेतो भए पनि हुने चाहिँ कालै हो अनुहार क्या। अब मेरो मन चाहिँ त अनुहार कालो भएको छ नि त, सेतो भएर केही काम गर्छ त, अनुहार कालै हो। त्यही भएर अब ऊ त लास्टै गोरी छ है, यो मान्छे चाहिँ सेती नै छ है गाइस एकदम। आज फेरि विदाउट मेकअपमा हो है, सिधा कुरो होइन। अब केही लाग्यो ऊ नेचुरल, उसको फेस यही हो। तपाईँहरूलाई रियालिटी देख्नु, रियलमा देख्नु भने यस्तै छ।
अब मेकअप गरेर भने त झन् दामी हिरोइन त देखिन्छ होइन। ऊ सिम्पल भन्न खोज्छ, अरू जस्तो त फुर्तीफाटी त्यतिसम्म नक्कली चाहिँ छैन है। उसको यो बानी पनि मलाई बेस्ट लाग्छ। अनि अब लजायो लाज किन अब भने जस्तै चियाको ढेवा, उसले फेरि चिया खाँदैन, ऊ चाहिँ अब नर्मल कुराहरू खान खोज्छ। अनि हामी अब त्यो खतरा खातर त्यो बबाल त्यो होइन बबाल घुम्न गएको यस्तो पनि हामी त्यो चाहँदैनौँ क्या साथीहरू। हामी त अब नर्मल होइन, अब हामी भेटघाट भइरहेको हुन्छ, भेटघाट गर्छौँ, यसो नर्मली भिडियोहरू बनाउँछौँ। यस्तो हो कि अहिले चाहिँ खासमा हाम्रो टाइम पनि मिलेको छैन, म पनि बिजी तर मलाई एउटा कुरा चाहिँ हाँस उठिरहेको थियो, बुझ्यौ? किन हाउस सानो हुँदाखेरि तिम्रो मेरो बिहे भएपछि हनुमान चाहिँ कालो र हान्ने भन्ने शब्द मैले बोलाएको थिएँ, याद छ? त्यो शब्द मैले यति मलाई हाँस उठ्यो। अनि हनुमान चाहिँ कहाँ मनाउने त भन्न सक्थेँ नि त मैले, कहाँ हान्ने भनेको छु क्या। हनुमानलाई त हान्ने भन्दैन त, हनुमान मनाउने हो नि त। त्यो मेरो टङ स्लिप भयो क्या, त्यो चाहिँ मलाई लास्टै आफूले नि। तपाईँको टङ स्लिप चाहिँ होइन, म प्रति चाहिँ नियत चाहिँ स्लिप भयो होइन हो, ह्याट तेरिका साइरेरीमाई त्यो होइन क्या। अनि मान्छेले चाहिँ अनि के कमेन्ट गरिरहेको थियो क्या, के भन्छ एनसी भनेर होइन। गाइस म चाहिँ अब रियलमा चाहिँ भन्नुपर्दाखेरि चाहिँ म एकदम मजाक गर्छु, फ्यान्टास्टिक कुराहरू गर्छु होइन। अब सबैलाई यसो हाइहाल्दै यसो गर्छु, यसो मजाक इन्टरटेन गराउँछु। तर तपाईँहरूले सोचे जस्तो चाहिँ म बिल्कुल छैन। फेरि अब आफैले आफूलाई राम्रो भन्यो भन्ला एकचोटि मेरो सङ्गत गर्नुभयो भने तपाईँहरूले फेरि मलाई जिन्दगी बिर्सिनुहुन्न। म त्यस्तो मान्छे छु क्या, मान्छे नै देख्छु। अब कति बेला मलाई होइन त्यो भिडियो सुन न, एउटा त्यो भिडियोमा देखेँ त त्यो हाउस आउनु ओछ्यान मुद्दा देखेको त मारौँ जस्तो हुन्छ भनेर कमेन्ट गर्ने मान्छेहरू भेटेँ मैले। केही साथीहरू मलाई रियलमा भेटेँ होइन, ओहो यार तिम्रो दामी लाग्छ यार भन्छ त। अब मान्छेले के गर्छ भने अब त्यो आक्रोशमा भन्छन्, तर रियलमा भेट्यो भने चाहिँ के गर्छ भने उनीहरूले मन पराउँदो रहेछ हामीले, बुझ्यो क्या। त्यही भएर अब हाउसमा त त्यही हो गाइस। अब केटाहरू हुन्छ नि, अब के हुन्छ होइन। अब त्यो कोही केटाहरू जे पाइदिएको बोल्छन्, अब त्यस्तै हुन्छ हाउसमा। हामी केटाबिच अब केटीहरूको छुट्टै कुराहरू हुन्छ होइन, त्यो हो होइन। अब सिधो रमाइलो लागि हामीले यसो अब त्यस्तै भनौँ न होइन। तर त्यो हाउसमा देखे जस्तो ह्यान्सी चाहिँ म होइन, म एकदम अब यस्तै हुन्छ, राम्रो नै छु होइन। हात यस्तोसम्म गर्न पाइयो होइन, अरू चाहिँ यस्तो यस्तो र काइन्ड सब भन्छ। हे गाइज हाउ आर यु, यही वाट्सएप भ्लगमा गाइज। अब ल